निमा, ओइ निमा, उठ त। अबेला भइसक्यो, एक गाग्री पानी पनि लिएर आइज अनि आँगन पनि बढार। ओइ निमा, भाइले स्कुल जान अबेला भयो, उठाइदे त। कर्मा उठ, स्कुल जान ढिलो हुन्छ। एकाली चियाले त चिया बन्दैछ, बरु निमालाई तरकारी लिन पठाइदिनु न, तरकारी सिद्धेको छ। निमा, ए निमा, 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 जा दोकानमा गएर तरकारी लिएर आइज त। अस्तिको त पैसा नि तिरेन। मैले दोकानको साउजीलाई भन्दैछु कि गएर लिएर आइज न। Kaila se return or Mila se return, brother and sister of Pandey. कर्मा, ए कर्मा, छिटाइछ त बाबु, स्कुल जानु ढिलो भइसक्यो। अस्तिको पैसा दिएको छैन, के चाहियो फेरि? बाले दिनु हुन्छ अरे। ल ल आज लिएर जा,
भोलिदेखि पैसा लिएर आइनस् भने तरकारी पाउँदैन भन्दै तेरो बाउलाई। नमस्ते। फेरि तिमी मेरो टाउको खाना आयो? हो दाइ, म तपाईँकै टाउको खाना आएको। जबसम्म तपाईँले निमालाई स्कुलमा पढाउनु म यसरी नै तपाईँको टाउको खाइरहन्छु। छोरीले पढाएर को ठुलो मान्छे भएको छ र? त्यही पनि अर्काको घर जाने जात। छोरीले पढेर के गरेछ र? कति बेर लागेको? जा भित्र गएर दे। छोरीको नि पढ्ने अधिकार छ नि दाइ। अहिलेको जमानामा के छोरा के छोरी भन्नुहुन्छ तपाईँ? भोलि पर्सि ऊ पढी लेखेर डक्टर बन्न सक्छ, इन्जिनियर बन्न सक्छ, तपाईँलाई टन्न कमाएर दिन सक्छ। म पढाउँदिनँ, तपाईँ यहाँबाट गइहाल्नु। दाइ तपाईँ पछुताउनुहुन्छ पछि। अझै पनि केही बिग्रेको छैन। एकचोटि सोचेर हेर्नुहोस्, अझै पनि समय छ। सोच्नुहोस् एकचोटि। म पढाउँदिनँ भनेपछि पढाउँदिनँ। तपाईँ गइहाल्नुहोस्। नमस्ते दाइ। ऐ निमा निमा भाइलाई खाजा पुऱ्याएर आइज त। ए निमा गावा। ए निमा गावा। ए निमा गावा। तरकारी के पकाछ आज? तरकारी के पकाछ? होइन के तरकारी पकाछ हो निमा गामा? आज पनि कुकुरको मुख धोकेर खाएर आए क्या हो। जहाँ रक्सी खाए त्यहीँ गएर खाए हुन्छ नि खाना पनि। अलिअलि खाएर आएको निमा गामा। अनि किन तरकारी सोधेको? तरकारी खाना त्यहीँ खाएर आए हुन्छ नि। ए बाबा निमा गामा अलिकति खान देऊ न। अनि रक्सीहरू त्यहीँ खाएपछि त खाना पनि त्यहीँ खाएर आए हुन्छ नि। ए बाबा मलाई अलिकति खाना देऊ न यार निमा गामा। खाना सानो छैन, त्यहीँ खाए हुन्छ। जहाँ रक्सी खायो त्यहीँ खाए हुन्छ। तपाईँले बिहान ल्याएको तरकारीको पैसा दिनुभयो, त्यहाँ साउले किचिज गरिरहेको। ए के किचिज गर्नु? सब सकिसक्यो, म तिर्दिसक्यो सब। भात बस्यो नि त अलिकति खानु पर्यो हो निमा गामा। ल ल अब म पस्किन्छु, एकछिन पक्नु है। हजुर पेमालामा घरतिर यही हजुर हजुरको चिठी एउटा आएको। धन्यवाद बाबुलाई। है अब कसको चिठी हो थाहै छैन, हेर्नु पर्छ।
हेरेर मात्रै अब एकचोटि खोलेर पढौँ उसको चिठी हो अब एकै ठाउँमा बसेर पढौँ आदरणीय बाबा आमा, तपाईकी अभागी छोरी निमाको 2 हात जोडी सेवा ढोक छ। धेरै वर्षपछि तपाईहरूको याद आएर यो चिठी कोर्दैछु। सायद तपाईहरूले मलाई भुलिसक्नुभयो होला, तर मैले तपाईहरूलाई भुलेकी छैन र कहिले पनि भुल्ने छैन, किनकि म पनि तपाईहरूको सन्तान नै हुँ। कसरी भुल्न सक्छु र? 14 वर्षको उमेरमा तपाईहरूले मेरो बाल विवाह गरिदिनु भएपछि हाम्रो सम्पर्क कहिले पनि भएन। के आफै मात्र पढ्नु भएको मलाई नि सुनाउनु। तँलाई के सुनाउनु? ला त आफै पढ। विवशता भनौँ कि खै के भनौँ, त्यस्तै भयो। तपाईहरूले बाल विवाह गरिदिएपछि मेरो श्रीमानले मलाई छोडिदिनु भयो, तर तपाईहरूको डरले मैले तपाईहरूलाई भन्न सकिनँ। त्यसपछि गाउँमा नै एउटा होटलमा भाडा माझ्ने काम गरे। तपाईहरूलाई थाहा नै थियो मलाई सानैदेखि कति धेरै पढ्ने रहर थियो। त्यसै कारण होटलमा भाडा माझ्दा माझ्दै राति राति पढ्ने काम गरे। तर एक दिन त्यो होटलको साहुले पनि कामबाट निकालिदियो। त्यसपछि गाउँकै एकजना दाइले काठमाडौँमा काम लगाइदिन्छु भनेर काठमाडौँ आउँदै थिए। खाजा खाएपछि मलाई केही होसै भएन। बिउजिदा त मलाई बम्बई बेच्न ल्याइसकेको रहेछ। अहिले म बम्बईमा छु, यहाँको ठेगाना नै थाहा छैन। मलाई यहाँ दिनदिनै अत्याचार गर्छन्, पिट्छन्। म दिनदिनै रुन्छु। मलाई धेरै डर लाग्छ यहाँ। मलाई यहाँबाट निकाल्नुहोस्। मेरो बिन्ती छ, प्रहरीलाई खबर गर्नुहोस्। यो पत्र पनि लुकेर बल्ल बल्ल मौका पाएर लेखेकी छु। कोही मान्छे आए जस्तो छ। अहिलेलाई यति नै। तपाईहरू आफ्नो ख्याल राख्नुहोला। तपाईकी अभागी छोरी निमा, बम्बई। हामीले गल्ती गर्यो, बुढा नानीलाई बेलामा पढाउनु पर्ने। हो त मास्टरले नानीले त भनेकै थियो, के गर्नु?
So